ल अब हामी खान्छौँ तपाईँहरू हेर्नु यो भाइ बिजनेसम्यान बन्छ ल कसम गर्लफ्रेन्ड छ कि छैन भाइ भोलि पर्सि कि खतरा मान्छे हुन्छ कि खत्तम मान्छे हुन्छ वाक्क लाग्दो संसार र दाइ घाट मान्छे राम्रै नाचिरहनु हामी चाहिँ अब वाक्क नि कहिले आउने हो हाम्रो त्यस्तो दिन लिफ्टबाट जाने क्या लिफ्टबाट चलिए शुरू करते हैं होस् गाइस म ठ्याक्क लुगा सुगा लाउँछु रेडी हुन्छु हेर्नु ल एकछिन है हेर्नु गाइस मैले युज गर्ने प्रडक्टहरू चाहिँ टन्नै छ तर म आज यति मात्र युज गर्छु त्यसलाई एकछिन पुग्छ होइन अब जाउँ मुखपट्टि है त So guys, अब चाहिँ म निस्किसकेँ गाडीमा आइपुगेँ अनि त्यो भाइ चाहिँ अब आउँदैछ अनि त्यो चाहिँ हामी कहाँ जान्छौँ आज भन्ने कुरा आयो लामो छ केटो भन त म निस्किसकेँ म घरबाट ठ्याक्कै निस्केँ गाडीमा आइपुगेँ ए तल ल म आइहालेँ ल गाइस अब उतै गएर भेटौँ ल अब हामी ठ्याक्कै निस्किसक्यौँ अब उतै गएर भेट्नु पर्ने हुन्छ किनकि अब बाहुन भाइ अब आइसक्यो अरे होइन अनि अब त्यहीँ गएर त्यसलाई भेटेपछि चाहिँ अनि ठ्याक्क ल है त अब हेर्दै जानु होला रमाइलो गफ गर्दै जानु ल हेर सो गाइस अब चाहिँ हामी बाहुन भाइको कोठामा आइपुग्न लाग्यो जस्तो लाग्यो आज मलाई किन यहीँ छ जस्तो भनिरहेको थियो अब ठ्याक्क आइपुग्यो कहाँनिर छ ऊ त्यहाँ हो बुङ्गा चेताइदिन्छु म है चेताइदिन्छु है खोल्दैन है ल बस ल कहाँ कुराउनु म ठ्याक्कै निस्किएको रहेको थिएँ अनि उठ्ने बित्तिकै आएको झन् मैले उठ्ने बित्तिकै लाइक त्यो तिमीले कल गर्ने बित्तिकै उठिहालेँ ल गाइस अब चाहिँ हामी अब कहाँ जान छौँ भने म त्यो सरप्राइज राखिदिन्छु होइन ल हेर्नु होला फाइनली गाइज हामी चाहिँ यहाँ खै दाइले कहाँ ल्याएको हो थाहा छैन मलाई आइसक्यो है यहाँ है के खानु दाइलाई खोइ के खानु मन लाग्यो अरे त्यही भएर के अरे घुङ्गी खानु मन लाग्यो अरे त्यही भएर आएको हामी चाहिँ घुङ्गी जब एउटा थोक खानलाई उहाँबाट यहाँ ल्याइदिएर 8-9 किलोमिटर ल हामी आइसक्यौँ ल खाली खाँदा एकजना मान्छे छैन नि त ल अब हामी खान्छौँ तपाईँहरू हेर्नु है दाइ खानुहुन्छ म पनि हेर्छु के खानु त खान्न नि त म कहाँ नखानेर हुन्छ तिमीलाई त एक्सिस हुन्छ मलाई त्यो यहाँबाट जाँदैन दाइ यहाँबाट त्यो मेरो पनि जाँदैन नि त्यो दाइ होइन मेन्यु पहिला सुरु वाइफाई चाहिँ स्क्यान गरौँ अरू भने यस्तै हुन्छ यो घुङ्गी चाहिँ कस्तो स्पेसल चाहिँ कुन हो मिठोवाला होइन भने त्यसमा चाहिँ कुन चाहिँ मिठो हुन्छ भन्नु खोजेँ कि सुपमा चाहिँ मिठो हुन्छ हो ल त्यो एउटा फर्स्ट टाइम खाँदा हो भने फेरि त्यस्तो केही हुँदैन मिठो हुन्छ है कसम लोकल फिस छ लोकल फिस है अनि एउटा ऊ चाहिँ ल्याइदिनु न के अरे जुस कोक होइन फेन्डा भाइ खाऊ नो ल हाउको नरौँ खाउनु भाइ यार केही हुन्न क्या कस्तो किरकिर लाग्ने रहेछ यार म खान सकिँदैन लाग्यो यो हाम्रो टाइपको होइन रहेछ कसम सबैले खान्छन् खाना चाहिँ फेरि एकचोटि ट्राई गर्छ है अब पनि त्यस्तै भयो भने त खान्न तर मलाई कस्तो किरकिर लाग्यो क्या माछा हेरौँ भने माछा है लोकल फिस जाउँ खिच्ने हो हामीसँग खिच नि त हाई भन्दै ल तिनीहरू फोटो खिचिन्छ ल
फोटो खिचेको 5 रुपैयाँ यो भाइ बिजनेसम्यान बन्छ ल कसम क्युआर ल्याउ ल क्युआर त चल्दैन अनि क्यास हामीसँग चल्दैन अनि क्यास नि हाम्रो क्यास चल्छ हामीसँग क्यास छैन नि त हामीसँग क्युआर ल्याउ र क्युआर ल्याउ क्युआर छैन कहाँ छ कि अनि कसरी दिनु त पैसा रोक्नु नहेर के नखिच्नु होइन खिचाउन अब पैसा दिनु अनि पैसा तिम्रो यो प्रतीक प्रतीक हो प्रतीक के घटानी घर कहाँ अरे तिम्रो लेन्स लगाएको हो भाइ त्यो आँखामा कि त्यस्तै हो त्यस्तै हो भोलि पर्सि भाइ केटी त कस्तो खतरा गरेर पट्टिन्छ नि यस्तो आँखाले थाहा छ यहाँ आऊ न गर्लफ्रेन्ड छ कि छैन भन्ला नि फेरि छैन गर्लफ्रेन्ड छ कि छैन छैन छ होला कति क्लास कति क्लासमा पढ्ने तिमी 1 2 टु गर्लफ्रेन्ड अहिलेसम्म कोही तिमीलाई केटी मनपर्छ मनपर्छ होला मनपर्छ होला ए भाइ नाटक नझुकाउ न यहाँ आऊ न के हल्ला भाइ यो भाइ त लास्ट के खान्छ 10 रुपियाँले के खान्छ भाइ भोलि पर्सि कि खतरा मान्छे हुन्छ कि खत्तम मान्छे हुन्छ खतरा मान्छे हुन्छ ल खतरा मान्छे हो ल भाइ है भाइ मसँग तिम्रो मोबाइलबाट खिच्या हो हो खै मोबाइल देखाउ ल होइन कि भाइ मसँग फोटो खिच्न मान्छेहरू लाइन लाग्छन् क्या तिमी हामीसँग पैसा हामीसँग माग्यो नि। पैसा माग्नु तिमी होइन हो ल जानु वाला भन्नु ल वाला ल वाला लानु वाला लानु भन्नु के? लाइन आउनु वा आउनु आइसक्यो त ल हेर त ल हेर तिमी 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 लाइनमा छौ कि छैन छैन ल को अझ पछाडि मेरो पछाडि ल त्यसको लामसम्म भने हामी चाहिँ अब यहाँबाट तेल हाल्न चाहन्छौँ अब पैसा छैन है अब पैसा थियो अब के गर्ने अब तेल हाल्ने भनेको पैसा अब हिजो अलिकति काम परेर हालेन अब अलिकति भए नि हाल्नु पऱ्यो ल अब हामी उतै गएर भेट्नुपर्ने हुन्छ अब हिजोको भ्लग एडिट गर्नु बाँकी छ त्यही भएर अब कामै काम छ अब कामलाई पहिला फोकस गरौँ अनि त्यसपछि भेटौँ है त गाइज ल बाबा गाइज हामी चाहिँ अब पेट्रोल हाल्दैछौँ किनकि पर्ने कति दाइ पेट्रोलको 1900 छ अहिलेसम्म 2000को मात्र हालिदिनु मात्र हाल्छ 200 को दाइ 200 को कतिको हालिदिनु ला दाइ कतिको हालिदिनु ला 200 को भने होइन होइन 2000 मेसलाहरू गाडी चलेर आउँछ नि 200 को पेट्रोल हालिदिन्छ भन्नु नि दाइ भयो प्राप्त भयो 2000 को पेट्रोल हाले 9 लिटर नै आउँदैन सपोर्ट चाहियो सपोर्ट 2 घन्टा भयो ठ्याक्कै एडिट गर्नलाई टाइम अलि मजाले दिनु होला सपोर्ट चाहिँ है ल अब के हुन्छ अब त्यो सिप देखाउँदै जाउँला अहिले यहाँ बसिरहेको छौँ भनेर मात्र देखाउनु पऱ्यो नाटक नि दिक्क लाग्दो संसार ए वाक्क लाग्दो संसार र दाइ घाटमा चिराउनु नै नचिराउनु ओइ भूकम्प आउँछ के हो कस्तो भएको यार दिन त आम्मा यस्तो 4 बजे यस्तो हुन त नपर्ने त के भएको यो अब मलाई जसै बनाइदियो गाइज हामी चाहिँ अब वाक्क आमै नि कहिले आउने हो हाम्रो त्यस्तो दिन अब आउँदैन भाइ किन दाइ जिन्दगी ढोस भइसक्यो कहिले आउने हो यसरी हात समातेर हिँड्ने दिन नआके राम्रो किन दाइ किन फोकटा टेन्सन मात्र कि गाइज हामी चाहिँ यहाँ केही काम नपाएर अब भाटपट्टिनीमा आइसकेका छौँ भाटपट्टिनीमा अब के हुन्छ त के हुन्छ अब कत्रो ठुलो दाइ लिफ्ट सल्टर जाउँ न त्यो त्यो के अर्को होइन अब यहाँ चक्लेट सपिङ गर्नु भन्छ ट्रोलीमा ट्याक्क एउटा ट्रोली बोकेर लाने होइन अनि त्यसरी त्यस्तो कष्ट नगरे भए राम्रो हुन्थ्यो के दाइ नो प्रब्लम के यता जाउँ न यहाँ यता जाउँ न दाइ चक्लेट किने नि पैसा अनि के गर्ने त लिफ्ट सर्नु मात्र आएको होइन माथि गएर खाँदा उता लिफ्टबाट जाने क्या आउन अब लिफ्टबाट उठ्थेँ लिफ्टबाट जाने क्या लिफ्टबाट दाइ लिफ्ट म त्यताबाट आउँछु है
ल लिफ्टै बन्द रहेछ कहाँ आउनु छ्या। दादा को पहिला पुग्ने माथि ल डिस्टर्ब सरी ल यो दाइ चाहिँ कहाँ आइसक्यो त दाइ उयो खेलौँ न यो उतै खेल्ने क्या उयो माई गड दाइ उयो बाइक खेल्ने क्या म नि उयो बाइक चलाउनु मिल्छ मिल्दैन म नि बच्चा त हो नि बच्चा त हो नि म नि मेरो वेट 40 केजी हो 20 डबलै परेछ त खेल्ने पैसा छैन पैसा छैन क्या दिदी मोमो 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 होइन मोमो बाइक अरू ठाउँमा बरु मोमो खाने क्या मोमो नो मोमो नो मोमो वाट होइन मैले ठ्याक्कै एउटा मोमो यहाँ उयो अगाडि एउटा भवालु छ क्या के दाइ शानदार मोमो त्यहाँ चाहिँ जम्मू अब यो भाटभाटी नै आएको किन त अनि यहाँ त त्यस्तो बेजा नआउनु न त्यस्तो यस्तै हो हामी अब लिफ्ट चढ्दा लिफ्ट चले छैन भने ए म त लिफ्टै चढ्दा जाने यहाँ तेरि भाटभाटिनीको अङ्कल ए साउको अङ्कल साउ अङ्कल हामीलाई यहाँ लिफ्टको के हो यस्तो हामी हिँड्नु पऱ्यो व्यवस्था गरिदिनु पऱ्यो हुँदैन यस्तो लिफ्ट सिफ्ट आउने बन्द गर्थ्यो ए हामीलाई यो सिडी पनि छ नि त सरी केही छैन केही छैन ए सरी यता ल कति 16 अनि मान्छे हिँडेपछि हिँड्छ क्या ए दाइ के छ त दाइ टेक्नोलोजी चिप्लो रहेछ दाइ यहाँ त लड्नु होला है अब यहाँ पार्किङ गरेर अन्त खाइदिउँ कस्तो बवालमा लाउँदो रहेछ अनि ऊ आमा दिदीलाई अहिले भयो कहाँ हान्नु होला यता कता थियो क्या शानदार मोमो यता हो कता यहाँ यहाँ होइन नि हो एक पाइदिए शानदार मोमो यहीँ हो क्या दाइ कहाँ यहाँ हो क्या ए तपाईँ पत्याउनु न क्या दाइ म यहाँ लोकल हो क्या म यहाँको लोकल मोमो एउटा अनि ससेज दुइटा बफमा तिमी भेज ससेज छैन भेज ससेस हुन्छ ससेस भेज ससेस हुन्छ त ल आलु 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 एउटा होइन दुइटा बक्स उयो भेज मोमोमा नि झोल मोमो झोले त नि होइन झोल मोमो होइन त्यही हो तर भेज मोमोमा चाहिँ अलिक मासुमा पर्नु हुन्न है दाइ ल भेज मोमोमा चाहिँ आयो दाइको ससेस आयो मेरो भेज मोमो आयो दाइको ससेज नभए दाइ बफ ससेज खाएँ ल म खान्छु तपाईँ हेर्नु ल दाइ यो भेज त भेजै मोमो हो नि फेरि म दाइ म अहिले बफ सफ खाएँ भने त्यहाँ बाउलाउँछु नि दाइ फेरि अलिकति मिसाएरै छ भने त बाउलाउँछु नि फेरि बफ चाहिँ भएन बफ मोमो चाहिँ भएन झोल मोमो थोरै झोल धेरै क्या पुग्यो टिस्यु नै आउँछ के भन्नु मलाई मन परेन बाई बाई ओहो टिस्यु त बढी भयो कति हो यो टिस्यु दाइ यसो नगर्नु नि दाइ के गरे टिस्यु मोमो चाहिँ अब यो मोमो चाहिँ बेलुका ल्याउनु पर्छ त्यहाँ गर्न लाउनु होस् लगाइजाउँ
यो त बखाउनै हाल्नु भने बगाउनु हाल्नु बर्खा चाहिँ जानु रहेछ सुत हामी बर्खा बगाउनु भन कहाँ जानु त अब ल अब कहाँ हुन्छ सुसु गर्न चाहिँ जानु पऱ्यो मलाई लानु पऱ्यो थाहा छैन अझै वाक्क लडेर प्वाक्क ल बाई बाई गाई आज ल गाइज आजको लागि यति नै हो अब भोलि भेटौँला भोलि भेट्दा बनाउँ आजको भिडियो मन पराइदिनु भएकोमा धन्यवाद भ्यू चाहिँ अझै आएन हो चाहिँ ठिक छ अब धन्यवाद हामी भोलि भेट्न पर्छौँ है ल सुत हेऱ्यो होला अब सुत है सुत बाबु